क्यान्सर एउटा यस्तो शब्द जसलाई सुन्न बित्तिकै जो कोहीको मुटु काप्छ। अहिलेसम्म यसको उपचार भनेकै किमोथेरापी वा रेडिएसन हो, जसले क्यान्सरसँगै मानिसको राम्रो एउटा शरीरलाई भित्रैबाट गलाउँछ। तर के तपाईँलाई थाहा छ, चिकित्सा विज्ञानको इतिहासमै पहिलोपटक डाक्टरहरूले एउटा यस्तो जादुई हतियार बनाइसकेका छन् जसले बाहिरबाट होइन बरु तपाईँको आफ्नै शरीरको इम्युन सिस्टमलाई सुपर कमान्डो बनाएर क्यान्सरका कोषहरूलाई एउटा एउटा गरी छानी छानी मार्न सक्छ। आजको भिडियोमा हामी चिकित्सा विज्ञानको सबैभन्दा ठुलो क्रान्ति एमआरएनए क्यान्सर भ्याक्सिनको भित्री विज्ञान एकदमै सरल नेपाली भाषामा बुझ्छौँ। आखिर हाम्रो शरीरले सामान्य भाइरस वा ब्याक्टेरियालाई तुरुन्तै मार्छ, तर क्यान्सरलाई किन मार्न सक्दैन? कहिले सोच्नु भएको छ? क्यान्सर बाहिरबाट आएको शत्रु होइन, यो हाम्रै शरीरको एउटा बिग्रिएको आफ्नै कोष हो। यो यति चलाक हुन्छ कि यसले आफ्नो रूप यसरी बदल्छ कि हाम्रै शरीरको डिफेन्स सिस्टमले यसलाई शत्रु नै देख्दैन। यो ठ्याक्कै त्यस्तै हो जसरी एउटा चोरले प्रहरीको भेष बदलेर बैंक लुटिरहेको हुन्छ र अरू प्रहरीहरूले उनीहरूलाई चिन्न सक्दैनन्। यहीँनिर आउँछ विज्ञानको एउटा ठुलो चमत्कार, एमआरएनए। हाम्रो शरीर एउटा ठुलो फ्याक्ट्री हो र डिएनए त्यसको ब्लुप्रिन्ट वा किताब हो। यो किताबबाट एउटा पानाको फोटोकपी निकालिन्छ जसलाई भनिन्छ एमआरएनए, मेसेन्जर आरएनए। यसको काम सेललाई कुन प्रोटिन बनाउने भनेर मेसेज वा अर्डर दिने मात्र हो। वैज्ञानिकहरूले ल्याबमा एउटा यस्तो कृत्रिम मेसेज तयार पारे जसमा क्यान्सर सेलको बाहिरी रूप प्रोटिन स्पाइकको डिजिटल फोटो लुकेको हुन्छ। जब यो सुई मार्फत शरीरमा दिइन्छ, यसले आफ्नो कमान्डो सेल्स टी सेल्सलाई भन्छ, हेर्नुहोस्, यो अनुहार भएको कोष जहाँ देख्नुहुन्छ त्यो चोर हो, त्यसलाई तुरुन्तै मार्नुहोस्। यो कुनै काल्पनिक कुरा होइन। हालसालै भएको क्लिनिकल ट्रायलमा विशेष गरी छालाको क्यान्सर, मेलानोमा र प्याङ्क्रियाटिक क्यान्सर भएका बिरामीहरूमा यो प्रविधिले निकै उत्साहजनक नतिजा देखाएको छ। यो भ्याक्सिन प्रत्येक बिरामीको क्यान्सरको डिएनए टेस्ट गरेर पर्सनलाइज अथवा उसकै शरीरका लागि मात्र खास गरी ल्याबमा डिजाइन गरिन्छ। यसको मतलब भविष्यमा क्यान्सरको उपचारका लागि कपाल झार्ने, बान्ता हुने र शरीर गल्ने किमोथेरापी गरिरहनु पर्दैन। केवल एउटा सुईले क्यान्सरलाई निको हुन सक्दछ। विज्ञानले हरेक युगमा असम्भव पीडालाई सम्भव तुल्याउँदै आएको छ। कुनै समयमा सामान्य झाडा पखाला वा टिबीले गाउँका गाउँ सखा पार्थ्यो। आज हामी त्यसलाई एउटा चक्कीले निको पार्छौँ। आशा गरौँ हाम्रो पुस्ताले क्यान्सरको पूर्ण अन्त्य भएको इतिहास पनि आफ्नै आँखाले देख्न पाउनेछ। चिकित्सा विज्ञानका यस्तै इमर्जिङ र सटिक जानकारीहरू नेपालीमा हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोला। तपाईँलाई विज्ञानको यो प्रगति कस्तो लाग्यो कमेन्ट